हेरौं यो विशेष रिपोर्ट। हाम्रो प्रतिस्पर्धा एमाले कांग्रेस माओवादी होइन, त्यसैले पनि तपाईको एमाले कांग्रेस माओवादी भनेको श्रम संस्कृति पार्टी हो। मतदाताले पार्टी भन्दा पनि उम्मेदवार स्वयंलाई मूल्याङ्कन गरेर मतदान गर्छ। मतदाताले यसो गर्दा कहिलेकाहीँ बालेन्द्र शाह जत्तिकै व्यक्ति पनि छानिन्छन्, कहिले हर्क साम्पाङ जस्ता बहुलट्ठी पनि छानिन्छन्। हर्क साम्पाङ प्रतिको गलत बुझाइको शिकार धरानका जनता मात्र भएनन्, उनको पृष्ठभूमि, उनको वास्तविक चरित्र थाहा नपाउँदा नेपालमा धेरै मान्छे झुक्किए। विजय शाहीलाई महान प्रतिभा भनेर टेलिभिजनमा अन्तर्वार्ताका लागि बोलाउने, प्रदेश सरकारको बजेटबाट 2 लाख दिने, उसको कार्यक्रममा मन्त्री नै पुग्ने जस्ता हरकत हुने देशमा हर्क जस्ताले मान्छे झुक्क्याउनु कुनै अनौठो कुरा भएन दर्शकबिन। कांग्रेस माओवादीमा आस्था राखेर त्यो सिद्धान्तलाई, त्यो विचारलाई चाहिँ समर्पित भएर अझै पनि पार्टीमा आबद्ध हुनुहुन्छ। एमाले कांग्रेस माओवादी भनेको श्रम संस्कृति पार्टी हो। अब पनि नझुक्किने होला। कृपया गरेर यो सभामार्फत म जति पनि मार्क्सवाद, कम्युनिस्ट र लेनिनवादको सिद्धान्त बोकेका